den zawe lama rinpoche da je che boro beme den shu la ka den chenpo gonen je song te ku song tu je ngo ro tsao do so ho men cho je je po tang na tu sum san je kun je ngo ni rang sam cho kuru ngon sum ton ze pa zawe lame shab la gui cha tsao namo buddhaya namo dharmaya namo sanghaya होला तपाईहरु बस्नुस् है प्लिज अब यता यो ढोग्नु पर्दैन है नढोग्नु तर आफ्नो आफ्नो ठाउँमा बस्नुस् है त बस्नु तल बस्नुस् तल होला सो अब तपाईहरु सबैलाई चाहिँ इन्ट्रेस्ट त्यसले छ मेरो तर्फबाट एकदम अब शान्त बस्नुस् है तपाईहरु सबै हल्ला नगर्नुस् है अनि मालाहरु यसो चलाएर नबस्नुस् माला घुमाउनेहरु सबै राख्नुस् हात एकछिन नघुमाउनुस् है सबै मालाहरु घाँटीमा लाएर बस्नुस् है हातमा नराख्नुस् घाँटीमा लाएर राख्नुस् है अनि आउने जाने धेरै नगर्नुस् है गोतेज माग्याप्सान र गोते खासि यो नमदु 영주 제 맞죠 와도 자세는 돼. 네 용기 같이 배람선 lep죠 आउने जति आयो भने शान्त बस्नुस् है तपाईहरु एकदम शान्त बस्नुस् तपाईहरु हल्ला गरे भने म चाहिँ यहाँ उठेर जान्छु है अब तपाईहरुलाई भनेर के काम छैन है तपाईहरु नि कराएर म पनि कराएर सबै कराएर बसेर खासै केही अर्थ राख्दैन है लेफ्ट साइड तिमी गइ जाऊ छमा गोतेज भा जाऊ छ ल उता नढोड्नु तल गएर बस्नु आमालाई उता बस्नुस् सबै उता बस्नु है ल अब हामी एकछिन ध्यान गर्ने है पहिला अब बाहिर भित्र गए मान्छेहरु नगर्नुस् है पछि बसिहाल्नुस् है आफ्नो आफ्नो ठाउँमा ठक्क बस्नुस् है यहाँ आएपछि ल छिटो आउनुस् है आइहाल्नुस् अब छोड्छु त गइदियो म वाक सार्छु ल हुन्छ वाल त्यो माइक रहेछ नि त तल सुन्छ है उनीहरुले आउनु नदियो अब माला हातमा नराख्नुस् है घाँटीमा लाउनु माला चाहिँ सबै घाँटीमा राख्नुस् अनि घुमाउने यताउता नगर्नुस् है अनि हात यसो गरेर बस्नु पर्दैन है तल हात यसो गरेर बस्नुस् हात चाहिँ यसो गर्नुस् त तपाईले यो हात चाहिँ देब्रे हात तल राख्नुस् है मुनि अनि दाहिने हात चाहिँ यहाँ माथि राखेर यसो गरेर किल्टुङ गरेर यसो गरेर बस्नुस् है एकछिन अनि अब हल्ला नगर्नुस् है आमा सुन्नु हो अलिक टाढा बस्नुस् है छेउमा जुत्ता नमर्छ माला घाँटीमा लाउनुस् है शान्त बस्नुस् है चिताङको किन शान्त बस्नुपर्छ भन्दाखेरि हामीले के गर्दैछ भन्ने थाहा हुनुपर्छ है पहिला मैले के गर्ने किन बस्दैछु म यहाँ किन आएको भनेर एकदम पहिला थाहा हुनुपर्छ धर्म भनेको चाहिँ पानी खानु हुँदैन पानीहरु नखानुस् है पानी पिउने माला घुमाउने यताउता केही नगर्नु शान्त बस्नुस् है के हामीले छुए गर्ने भनेको चाहिँ छुए गर्नु चाहिँ जान्नुपर्छ है हामीले पहिला किन छुए गर्ने भनेर थाहा हुनुपर्छ अब तल बस्नु है तल बस्नु तपाईहरु माथि नआउनुस् कि माथि आयो भने आइहाल्नुस् है भित्र त्यस्तो गर्नु हुँदैन है यो धर्म गर्ने भनेको चाहिँ अब मैले पनि थाहा पाएन कति टाइममा के गर्ने भने अब सबै उड्दै हिँड्दै यता गर्दै उता गर्दै त्यस्तोहरु होइन धर्म गर्दा अलि सेम्चे चिप्दो भन्छ मन चाहिँ एउटा शुद्ध मनले एक ठाउँमा राखेर गर्नुपर्छ अनि कुदेको यताउता यसो गरेर हिँड्यो भने चाहिँ त्यो यो धर्मलाई चाहिँ हामीले अपमान गरेको हुन्छ है धर्मलाई चाहिँ जोकर जस्तो हुन्छ है त्यसो हुँदाखेरि एकदम शान्त भएर बस्नुस् है कसैबाट आवाज नआओस् है लो एकछिन ध्यान गर्नुस् है अब एकजना भाइ कोले हेर्छ यहाँ आउने जाने गरिराख्ने छ है त्यो नगर्दै आउँछ है एकजना भाइ त्यहाँ बसिरहेको हो उता तल मुनि बस्नु है तल मुनि बस्नु अब एकछिन चाहिँ मेरो अधिकार चल्छ यसपछि तपाईहरु जे गरेर गर्नुस् है उफ्रे नाचोस् गाओ है तर एकछिन यहाँ म बसिन्जाल चाहिँ त्यस्तो गरेर हुँदैन है तपाईहरु शान्त बस्नुपर्छ है सुन्नुभयो सबले बुझ्नु खोउदै होला है बुझ्नुहुन्छ लसो हो या अब गोम भनेको हामी ध्यान गर्ने है एकछिन ध्यान गर्ने भनेको के हो भने यो हात चाहिँ तल यसरी राख्नुस् है यो दाहिने हात चाहिँ माथि यसरी राख्नुस् अनि यसरी किल्टुङ खुट्टा चाहिँ पलटी मारेर बस्नुस् है किल्टुङ यसरी बस्नु अनि कसैको खुट्टा दुख्छ सक्दैन अलिकति गाह्रो हुन्छ भने अनि अलि यसरी फैलाएर बसिन्छ अनि फैलाउँदाखेरि यहाँ माथि ट्युम्बा छ यस्तो चाहिँ गर्नु हुँदैन है अलि उता साइडतिर फर्काएर यसो गरेर बस्नु होला है तपाईहरुले अनि सिधा लो 1 मिनेट ध्यान गर्नुस् है यो मैले घण्टी बजाएको हुन्छु यो घण्टी एकचोटी बजाएपछि ध्यान सुरु हुन्छ है आमाहरुले बुझ्नुभयो अनि यो घण्टी बजेपछि मात्रै अनि यसो हातहरु छोडेर नि सुरु बस्नु होला है ल सुरु हुन्छ है अब है हुन्छ ल शान्त बस्नुस् है म जो हल्ला कुरा गरे म त उठाएर बाहिर पठाइदिन्छु मैले त फेरि तपाईहरु जसले बोल्छ नि यहाँ यताउता छेउमा तपाई त है बोल्यो पनि पठाइदिन्छु मैले है तल शान्त बस्नुस् है नबोलिकन है ल ध्यान गर्नुस् है अब ध्यान गर्दाखेरि कसरी गर्नुस् भने अब हामी यसरी बसिसकेपछि चाहिँ मैले चाहिँ भनिरहेको हुन्छु सुनेर मात्रै बस्नुस् यताउता कुरा नगर्नुस् है नाकबाट सास चाहिँ हाम्रो सास चाहिँ चलिरहेको छ है नाकबाट चाहिँ
अनि बाहिर गयो भित्र आएको चाहिँ त गर्नुपर्छ अहिले तपाईँले गर्नु पर्दैन तपाईँ यता नबोल्नुहोस् है तपाईँ उता कुरा नबोल्नुहोस् है सुनेर बस्नु चुप लाएर सिकाउनु पर्दैन एक्लै अर्कोलाई है आफू ध्यान गर्नुहोस् अनि बाहिर गएको भित्र गएको एकछिन हेरेर बस्नुहोस् है शान्त भएर हेरेर बस्नुहोस् है हलो धन्यवाद छ तपाईहरु सबैलाई अब खास चाहिँ मलाई चाहिँ अब यस्तो प्रवचन गर्ने धर्म सिकाउने भन्ने चाहिँ मैले अब सक्दा पनि सक्दैन खासै मैले जान्दा पनि जान्दैन अब यहाँ माथि गुरुहरूले यहाँ तल अब व्यवस्थापन गर्ने साथीहरूले चाहिँ अब आदेश दियो भनौँ कि अनुरोध गर्यो भनौँ भने त म ठुलो भएको जस्तो हुने अब उहाँहरूले भन्नुभएको चाहिँ मैले चाहिँ ल ठिकै छ त भनेर आज र भोलि 2 दिन चाहिँ हामीहरू यहाँ बस्छौँ अब भोलि चाहिँ तपाईहरु यदि चाहिँ यहाँ आउनुहुन्छ भनेदेखि 12:30 बजे अगाडि खाना खाएर यहाँ पसिसक्नु होला है अनि बीचमा आउने जाने यस्तो गर्यो भने चाहिँ धर्ममा हामीले चाहिँ पहिला जसरी तपाईहरु चाहिँ खाना खाँदाखेरि तल कुदेर गइराखेको देख्छु नि मैले एकदम तोछाड र मोछाड गरेर धर्म सुन्ने सोच चाहिँ त्यस्तो भयो भने चाहिँ धर्म सुन्ने सोच राखेको हो अब त्यस्तो सोच भएन यहाँ चाहिँ जतिखेर आए पनि हुन्छ तल फेरि खाना खानु चाहिँ मैले खाना चाहिँ ठुलो कुरा भने हैन तर त्यहाँ जाँदाखेरि जस्तो ढङ्गले मैले देखिरहेको छु कहिलेकाहीँ यता गर्दाखेरि तोछाड र मोछाड अगाडि गरेर चाहिँ ठेल्लाठेल गरेर मिलाउने मान्छे बसिराखेको हुन्छ खाना चाहिँ मलाई एकछिन पाए पनि नपाए पनि केही छैन यो आज एक दिन खानु नपाएर म मर्ने पनि होइन भन्ने सोच आउनुपर्छ छुयो गर्दाखेरि चाहिँ यो चाहिँ मैले सधैँ दिनभरिमा बिहानदेखि बेलुकासम्म धर्म चाहिँ मैले गर्न सक्ने चाहिँ नसक्ने छ भनेर त्यो सोच आउनुपर्छ हामीमा त्यो नआएन भनेदेखि ओ यस्तो सोच मलाई नआउने छ भनेर यसमा चाहिँ तछाड मछाड गरेर कुद्नुपर्छ अब खाना चाहिँ भरे उद्या गरेर एउटा समोसा खायो भने हाम्रो एक दिनको भोकले चाहिँ केही पनि हुँदैन त्यसो हुँदैन हामीले चाहिँ धर्म के हो के गर्ने के नगर्ने भन्ने चाहिँ थाहा पाउनुपर्छ है सिक्नुपर्छ थाहा पाउनुपर्छ यो माला घुमाएर चाहिँ धर्म हुने तल खाना खाने ठाउँमा चाहिँ धर्म नहुने भन्ने चाहिँ हुँदैन धर्म भनेको चाहिँ के हो भन्दाखेरि हाम्रो बानी व्यवहार र सोच्ने तरिकालाई धर्म भनेको धर्म चाहिँ परगाएर अर्कै चिज चाहिँ हामीले केही ल्याएर आएर कुनै ठाउँबाट हाम्रो चाहिँ यहाँ टाउकोतिरबाट एउटा पसेर शरीरभित्रतिर गएर फैलेर बस्ने चिजलाई धर्म भनेको होइन है त्यस्तो हुँदैन धर्म भनेको छुयो भनेको चाहिँ के हो भन्दाखेरि हाम्रो छुयो भनेको चाहिँ बनाउने के बनाउने भन्दाखेरि हाम्रो बानी व्यवहार बनाउने हाम्रो बानी व्यवहार के बनाउने भन्दाखेरि हामीले काम गर्छ अब मान्छेले काम गर्छ नि त हामीले काम गर्ने तरिकाहरू बनाउने भनेर बुझ्नुपर्छ पहिला हामीले यो बुझ्नुपर्छ है काम गर्ने तरिका के गर्छ त भन्दाखेरि हामीले काम चाहिँ केले गर्ने छ भन्दाखेरि एउटा चाहिँ हाम्रो शरीरले गर्छ अब हातले खाना पकाउने काम गरे पनि गर्छ खेतमा गएर काम गर्ने पनि गर्छ जे गरे पनि हाम्रो शरीरले गर्छ है यस्तो शरीरले गर्ने प्रकारको काम चाहिँ धर्ममा के प्रकारको छ भन्दा 3 प्रकारको हुन्छ भनेर भनेको छ हामीले चाहिँ अधर्म गर्ने र धर्म गर्ने भन्ने हुन्छ नि त हामीले जे गर्दा त्यो बानी व्यवहार चाहिँ राम्रो गरेकोलाई चाहिँ धर्म भनेको त्यो नराम्रो गरेकोलाई चाहिँ अधर्म भनेको तपाईँ खाना खाने ठाउँमा चाहिँ एकदम म पहिला जानु पर्यो भनेर सोचेर ठेलम ठेल गरेर कुदेर गयो भने तपाईले त्यहाँ अधर्म गरिराखेको छ है अथवा तपाईको सोचमा चाहिँ यो मान्छे अलिकति बडाबुढी उमेर ठुलो रहेछ यो अलिकति लामा आनीहरू रहेछ ओ यिनीहरूलाई अलिकति अगाडि पठाइदिउँ यो त अलिक बडाबुढी मान्छे नसक्ने रहेछ शरीरले नसक्ने रहेछ उसलाई अगाडि पठाइदिउँ भन्ने सोच आयो भने तपाईले त्यहाँ धर्म गरिरहेको हुन्छ अब यहाँ माला फेरेर चाहिँ म त माथि बसिरहेको छु आज त दिनभरि मैले माला फेर्यो त्यो घुमायो अब धर्म भयो भन्ने सोच्यो भने धर्म भएको कुनै निश्चित हुँदैन है यहाँ बसेर चाहिँ मेरो घरमा पो के भयो होला न मेरो घरमा पो पर कसैले चोरी गर्यो कि मेरो नानीहरू पो केही भयो कि तपाईले यो हातले मात्रै त्यो यो ठेङ्गाको नाम त खास त अब बोधिचित्त चाहिन्छ भने यसको नाम टाङठेङ भन्छ टाङठेङ भनेको के हो भने गन्ने चिज हो भनेको चामल गर्ने पनि हुन्छ तपाईले गर्नु चाहिँ ओ माने पेमङ एउटा चामल राख्यो माने पेमङ 2टा राख्यो 3टा राख्यो यही फरक पर्दैन त्यो चाहिँ
यो त्यसो हुँदा हामीले तपाईँ नबोल्नुहोस् है बिचमा है, नबोल्नुहोस् है, शान्त बस्नुहोस् है। अनि के बुझ्नुपर्ने छ भन्दाखेरि हामीले चाहिँ मन चाहिँ लगाउनु पर्ने रहेछ। केमा लगाउनु पर्छ भने राम्रो काममा लगाउनु पर्ने, सही बाटोमा लगाउनु पर्ने रहेछ भनेर हामीले चाहिँ बुझ्नुपर्छ है पहिला। त्यो बुझेन भने चाहिँ तपाईँले यहाँ माने जपे पनि माला जपे पनि घरमा गएर काम गरेको र यहाँ माला जपेको एउटै हुन्छ। के हुन्छ, तपाईँ घरमा बस्दाखेरि नि घरको काम गर्यो, यहाँ बस्दा पनि के सोचेर बस्यो भने घर सोचेर बस्यो। त्यसो हुँदा तपाईँले चाहिँ यो धर्म गरेको र माला जपेकोमा एउटै हुन्छ। तर घरमा बस्दा बस्दै लु मानिलिउँ आज तपाईँहरू स्वयम्भूबाट यहाँ आउनु भएको छ, कोही चाहिँ अब स्वयम्भूबाट चाहिँ यहाँ जानु पाएन, गाडी छुट्यो अथवा आउनु पाएन, तर ऊ घरमा काम गरेर बसिराखेको हुन्छ। ओहो आज म त जानु पाएन, एक दिन भए पनि मैले माने गर्नु पाएन भन्ने सोच भयो भने चाहिँ उसको मन चाहिँ यहाँ हुन्छ, तपाईँको मन चाहिँ घरमा हुन्छ। अनि के हुन्छ भन्दाखेरि तपाईँ चाहिँ आफैले चाहिँ म त यहाँ धर्म गरेर बसिरहेको छु भन्ने सोच हुन्छ, तर तपाईँले चाहिँ अधर्म कमाएर बसिराखेको हुन्छ। धर्म गर्ने ठाउँमा बसेर अधर्म कमाएर बसिरहेको हुन्छ। किन भन्दाखेरि तपाईँको मन चाहिँ घरमा छ, अब आफ्नो घरमा। तर पर घरमा बसेको मान्छेको चाहिँ धर्म कमाइराखेको हुन्छ। किन धर्म कमाइराखेको हुन्छ भन्दा उसको मन चाहिँ यहाँ छ, उसले मनी गर्ने ठाउँमा म जानु पाएन भनेर। हुन त यो चाहिँ एउटा हिन्दू धर्मसँग सम्बन्धित एउटा कहानी हो। मैले तपाईँलाई यो कहानी सुनाइदिन्छु। यो कहानी सुन्यो भने तपाईँलाई अलिकति काम लाग्न सक्छ भनेर है, राम्रोसँग सुन्नुहोस् है। दुईजना मान्छे रहेछ है, पहिला धेरै धेरै वर्ष अगाडिको कुरा। अब तपाईँहरू त सायद जन्मिसकेको थियो कि म चाहिँ नजन्मेको बेलाको कुराहरू हो, धेरै अगाडि है। अब यहाँ कोही कोही आमाहरू त जन्मिसक्यो होला। दुईजना मान्छे, एकजना मान्छे चाहिँ कहिले काहीँ, उनीहरूको त अब भगवान चाहिँ शिव छ नि त, भगवान शिव जप्ने रहेछ कहिले काहीँ। एकजनाले चाहिँ सधैँ जप्ने रहेछ। अनि सधैँ जपेपछि दुईजना सँगै भएको दिन चाहिँ एक दिन चाहिँ उहाँहरूको भगवान चाहिँ शिव चाहिँ आउनु भएको छ त्यहाँ। वरदान दिने भनेको आशीर्वाद दिने भनेर, अब तिमीलाई जे चाहिन्छ अब त्यो दिने भनेर त्यहाँ छेउमा आउनु भएको छ। अनि छेउमा आउँदाखेरि चाहिँ अनि वरदान दिने भयो। अनि सधैँ जप्नेले चाहिँ के भने अब यो वरदान त मैले पाउनुपर्छ, तपाईँले मलाई दिनुपर्छ। अब किन भन्दाखेरि म त सधैँ जप्छु, अब यसलाई त दिनु हुँदैन, किन यो त कहिले काहीँ मात्रै जप्छ, तपाईँलाई कहिले काहीँ याद गर्छ, मैले त सधैँ याद गरिराखेको हुन्छु, त्यसो भने मलाई दिनुपर्छ भनेपछि ल हुन्छ अब दिन त दिउँला, तर म एउटा काम लाउँछु। एउटा काम लाउँदाखेरि जसले त्यो काम चाहिँ राम्रोसँग गर्छ उसलाई चाहिँ वरदान दिन्छु भनेर भन्नुभएको छ। अनि ल हुन्छ भनेर चाहिँ अनि बाटो अलि चिप्लो चिप्लो ठाउँमा चाहिँ टाउकोमा माटोको घडा भने थाहा भयो, माटोको जमा भन्छ। अब त्यो माटोको जमामा चाहिँ पानी भरिहालेर त्यो माथिदेखि मौसम भएको ठाउँसम्म हिँडेर आइज तिमीहरू दुईजनै। अनि जसले चाहिँ पानी नपोखाइकन यहाँ आउँछ उसलाई चाहिँ म वरदान दिन्छु भनेर भनेछ। अनि दुईजनै माथि गएपछि टाउकोमा पानी राखेर हिँडेछ। अब दुईजनै हिँडेर तल आउँदाखेरि एकजना चाहिँ त्यो कहिले काहीँ जप्नेको चाहिँ बीचमा खुट्टा फुटै चिप्लेर पानी पोखेछ, घडा पनि फुट्यो, पानी पोख्यो। उसले चाहिँ अब फुट्यो, अब सकियो, मैले त नपाउने भने। अर्कोले चाहिँ एकदमै अब सावधानीपूर्वक आएर चाहिँ उहाँको ठाउँमा ट्याक्क आएर टाउकोबाट घडा झिकेर अगाडि राख्दैछ। ल अनि ल अब वरदान मलाई दिनु पर्यो भनेर उसले हात जोड्दाखेरि अनि दुइटाले सँगै बोलाएर चाहिँ भनेछ वरदान चाहिँ त अब तिमीलाई दियो भन्यो, पानी त तिमीले नपोखिकन ल्यायो, तर वरदान त यसलाई दिनुपर्ने भयो भनेर भनेछ। किन भन्दाखेरि चाहिँ तपाईँ भगवान जस्तो मान्छे भएर पनि यस्तो गलत गर्ने। अब तपाईँले भन्नुभयो मैले पानी चाहिँ नपोखाइकन यहाँ ल्याएर आयो, तर उसले चाहिँ पोखाइदियो बिचमा नै। अब उसलाई चाहिँ वरदान दिने, मलाई चाहिँ नदिनु। तपाईँले पक्षपात गर्यो भन्दाखेरि होइन, मैले पक्षपात गरेको छैन, तिम्रो गराइमा चाहिँ पक्षपात भएको छ। के कसरी भयो भन्दाखेरि तिमीले अघि बिहान म आउँदाखेरि के भन्यो भन्दाखेरि मैले 24 घन्टामा सधैँ तपाईँको चाहिँ जप गरेको हुन्छ, तपाईँ जपेर बसिराखेको हुन्छ भन्यो। उसले त कहिले काहीँ मात्रै जप्छ भन्यो। त्यो माथिबाट पानी बोकेर यहाँसम्म आउँदाखेरि पनि तिमीले चाहिँ एकचोटि म सम्झेको छैन, तिमीले घडा मात्रै सम्झेर बस्यो। उसले चाहिँ पानी पोख्दाखेरि हे भगवान शिव भनेछ, खुट्टा चिप्लेछ, पानी त पोखिहाल्यो, ल भगवान शिव पानी त पोख्यो भन्दैछ उसले चाहिँ। अनि भगवान सम्झेछ र वरदान चाहिँ उसलाई दिन्छु भनेर। यस्तो छुयो भनेको चाहिँ यो त हिन्दू धर्मसँग सम्बन्धित हो, तर यसले त्यो धर्मसँग सम्बन्धित भनेको कुरा होइन, यसले हाम्रो मनसँग सम्बन्धित कुरा भनेको। तपाईँले छुए गर्दा धर्म गर्दाखेरि चाहिँ कस्तो मन लिएर गर्दै रहेछ त, यहाँ के मन लिएर माला जप्दै रहेछ त, के मन लिएर यो घुमाउँदै रहेछ त, यसमा भर पर्छ। त्यो भएर यहाँ बसेर माला जप्ने चाहिँ धर्मती, उपर गएर चाहिँ पानीपुरी बेच्ने चाहिँ अधर्मती भन्ने चाहिँ हुँदैन। हामीले सोच्नेमा चाहिँ भर पर्छ, बुझ्नुभयो तपाईँहरूले, सोच्नेमा के सोच्ने भन्ने चाहिँ। अनि छुए गर्ने भनेको चाहिँ हामीले बनाउने भने चाहिँ के बनाउने त, शरीर राम्रो बनाउने हो भन्दाखेरि होइन, हाम्रो कपालहरू सेतो भनेर कालो लाएर बनाएको जस्तो त्यस्तो हो भन्दाखेरि होइन,
तपाईँ खाएर पिएर हष्टपुष्ट मोटो हुने भयो होइन। सेम्ब साङ्बो गर्ने चाहिँ छुयो भने नाङछुयो भनेको के हो? बुद्ध धर्म भनेको चाहिँ मन एकदम सफा बनाउने चाहिँ। मन चाहिँ सफा त सफा, यति सफा आफ्नो शत्रुलाई पनि राम्रो होस् है भन्ने सोच बनाउनु भएपछि त्यसलाई चाहिँ बुद्ध भनेको भएको छ, बोधिसत्व साङ्गे भनेको। त्यो भएर हामीले छुयो गर्ने भनेको के गर्ने? हाम्रो मन चाहिँ अहिले कस्तो छ भन्दाखेरि, मैले कहिलेकाहीँ साथीहरूलाई अब क्लासमा पनि भन्ने गर्छु, मैले कहिलेकाहीँ अनलाइन पढाउँदा पनि भन्ने गर्छु, मैले गाउँघरमा सुनेको चाहिँ। अब त्यो तपाईँ आमा दिदीबहिनीहरूसँग मिल्छ पनि होला, मिल्दैन पनि होला। हामीले जहिले पनि अरूको चाहिँ कुरा काटेर हिँड्छ, अरूलाई चाहिँ नराम्रो। अझ आफूलाई अलिकति मन नपर्ने छ भने त म गाउँमा मैले के सुन्थेँ भने त्यो बेला त म पनि अलि बच्चै होला पनि ठाने, तर अहिले चाहिँ नहुनु पनि सक्ने रहेछ त्यो कुरा चाहिँ। अब प्रायः गाउँघरतिर आजभोलि त देख्दैन, गाउँघरतिर आमाहरूले चाहिँ दिदीबहिनीले सुन लाउनेमा खुब रमाउँछ। अब सुन चाहिँ 2 तोला 3 तोला लाउने, 1 तोला लाउने। अनि त्यो मन नपर्ने भेटेपछि के भन्ने रहेछ भने त्यसको कानमा सुन भएकोले कुरा गर्दा सुन हल्लाएर गर्दै रहेछ भनेर उसले चाहिँ त्यस्तो गर्ने मैले सुनेको थिएँ। अब आजभोलि मैले यसो सोच्दाखेरि अब बिचरा त्यो लाउने मान्छेले चाहिँ हल्लायो हल्लाएन, अब कानमा झुन्ड्याएको चिज हल्लिने भइहाल्यो नि त, कानमा लाएपछि त अलिअलि हल्लिने भयो कुरा गर्दा यताउता त। अनि उसको मन चाहिँ के हुने, उसलाई मन पर्दैन, मन नपर्ने भएपछि अनि ल उसले सुन हल्लाएको पनि, मन नपर्ने दाँतमा सुन लागेको चाहिँ हिँडेर चिन्छ, उसले बोल्दा हाँस्दाखेरि पनि सुन देखायो भने यो हाम्रो मनले बनाउँछ। उसको मनमा थाहा छैन उसले चाहिँ न हल्लायो कि, उसलाई देखाउनुलाई हल्लायो कि, न के गर्यो आफै हल्ल्यो कि। तर हामीले यसरी गरेर गरिसकेपछि नि हाम्रो मन चाहिँ कस्तो छ? हाम्रो मन चाहिँ भन्दा एकदम नराम्रो छ। अब मन, हाम्रो मन के छ? खराब छ। अनि अरूलाई खराब सोच्ने, अरूलाई कुभलो सोच्ने, अरूको नराम्रो होस् भनेर सोच्ने, यस्तो खालको सोचहरू भयो भने अनि हामीले छुयो गरेको हुन्छ। तपाईँ यहाँ माला जप्दाखेरि चाहिँ यहाँ एकजनाले अलिकति नराम्रो गरे बेकारमा, अझ मन पर्ने छैन भने त्यो पनि आएछ, अब त्यसले चाहिँ धर्म सर्म त गर्दैन, बेकार यहाँ आएको मात्र त्यो खाना खानु आएको होला भनेर सोचेर बस्नु सक्ने पनि हुन्छ है। नहुनु त्यो हुन्छै भन्ने कुरा होइन है। मान्छेले यस्तो सोच्छ भने नि हामी यहाँ आएपछि बनाउनु पर्ने चाहिँ के गर्छ त भन्दाखेरि अरू जे सुकै गरोस्, मान्छेले जे गरोस्, मैले तपाईँहरूलाई यहाँ बस्नु हल्ला नगर्नु भने त मेरो यहाँ म एकछिन बसेको हुनाले मेरो ड्युटी भएर भनिदिएको मात्रै मैले तपाईँहरू। बाँकी टाइममा तपाईँहरू खाना खाँदा लडे पनि लडोस्, उपर गएर उफ्रे पनि उफ्रोस्, मसँग केही सरोकार हुन्। तर हामी आफूले जान्नुपर्छ मैले के गर्ने, मेरो काम के हो भनेर। अब यहाँ मनी गर्नु आएछु, मेरो काम चाहिँ के हो? आजको दिनभरि चाहिँ मैले चाहिँ सकेसम्म छुयो गर्ने हो, सकेसम्म मनी गर्ने हो। छुयो भनेको नि मैले के भने मन बनाउनेलाई भनेको, छुयो बा भनेको बनाउने भनेको। के बनाउने भन्दाखेरि हाम्रो हो त्यो मन नराम्रो चाहिँ के गर्ने? बनाउने। त्यही बनाउनेलाई अनि गोम भन्छ, ध्यान भन्छ। ध्यान भनेको के हो भन्दाखेरि अब यसरी बसेको चाहिँ ध्यान हो, यसरी हिँड्दा चाहिँ ध्यान हुँदैन भन्ने चाहिँ त्यस्तो नहुने रहेछ। फेरि त्यो बनाउनु पर्छ। ध्यान भनेको चाहिँ के गर्छ त भन्दाखेरि हामीले नेपालीमा जहिले मान्छेले भन्छ राम्रोसँग ध्यान दिएर हेर न भनेको चाहिँ गोम भनेको नि गोम गर्दा सबै कुरोमा गोमसी गर्ने भन्छ। गोम भनेको नि के हो भन्दाखेरि अभ्यास गर्ने भनेको, ध्यान दिने भनेको। ध्यान गर भने राम्रोसँग ध्यान दिएर हेर्न भनेको मतलब के हो भने ध्यान बसेर मेरो मनमा सोच कस्तो आउँदै रहेछ त, नराम्रो आउने बित्तिकै ठ्याक्क तपाईँले थाहा पायो भने तपाईँले ध्यान दिएको र ध्यान भयो। उता बस्नु है, उठाउनु पर्छ, तल गर्नुपर्छ, बस्नु उता बस्नु। अनि ध्यान दिएको भयो। अब त्यो गरेन भने चाहिँ ध्यान नदिएको भयो। त्योभन्दा अघि मैले के भने हाम्रो आज कुरा केमा मैले सुरु गरेको थिएँ भन्दाखेरि अब हाम्रो चाहिँ दैनिक रूपमा हामीले काम गर्ने रहेछ। काम चाहिँ के गर्छ कि राम्रो काम गर्छ कि नराम्रो काम गर्छ। राम्रो र नराम्रो दुइटै नगर्ने चाहिँ अहिले हामीमा हुँदैन। हामी एकदम सामान्य पृथकजन हुन्छ। सोचो के हुन्छ है, यो सामान्य पृथकजन भएको हुनाले कि राम्रो काम गरेको हुन्छ कि नराम्रो काम गरेको हुन्छ। अनि त्यो राम्रो काम चाहिँ केले गर्ने रहेछ कि शरीरले गर्नुपर्ने रहेछ कि चाहिँ मुखले बोलेर गर्छ। अब कामहरू गर्दैन, हातले यसो गर्दा त बोल्नु पर्दैन नि त होइन, यसो काम गर्दाखेरि बोल्नु पर्दैन नि त, हामीले त आफै गरिराखेको हुन्छ। अनि शरीरले गर्ने चाहिँ 3 प्रकारको काम हुन्छ है, 3टा। अनि मुखले बोलेर गर्ने चाहिँ 4 प्रकारको काम हुन्छ। अब यो मैले एउटा तपाईँहरूलाई भनौँला है, 4 प्रकारको काम हुन्छ। अनि मनले सोचेर बस्ने 3 प्रकारको हुन्छ यो जम्मा गरेर 10वटा हुन्छ है काम चाहिँ, राम्रो काम र नराम्रो काम। अब 10वटा नराम्रो काम चाहिँ हामीले अनि त्याग्नु पर्ने रहेछ, छोड्नु पर्ने रहेछ। त्यो छोड्नुलाई त्यो पनि गोम हो, फेरि छोड्ने कोसिस गर्दै 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 छोड्ने हो। अनि त्यो चाहिँ नराम्रो काम त्यागेर राम्रो काम गर्नेलाई चाहिँ अनि नाङ्बा भनेर भनेको। भगवान बुद्धको नाङ्बा भनेको फेरि हुन त नाङ्बा आफ्नै शब्द चाहिँ त अब फरक छ, अब त्यतातिर नजाउँ। भगवान बुद्धको हामी चाहिँ के हुन्छ अनुयायी, जेन्जु भन्छ। जेन्जु भनेको के हो थाहा छ तपाईँलाई? अनुयायी भनेको, अनुयायी भनेको चाहिँ पछाडि पछाडि हिँड्ने भनेको। अनुयायी भनेको, जेन्जु भनेको जेसु जाने, उहाँको पछाडि हिँड्ने। फेरि भगवान बुद्ध जता जता जानुभयो त्यता जाने भनेको कुरो होइन। अर्थ चाहिँ त पछाडि जाने,
तर पछाडि जानेको मतलब के हो भने उहाँले जुन बाटो देखाउनु भयो, जुन बाटो उहाँले पालना गरेर जानुभयो जीवनमा, त्यो बाटोमा हामी जाने भनेको। अनि हामी चाहिँ सामान्य मान्छेमा चाहिँ अहिले हत्तपत्त त्यस्तो सोच हुन्छ। तपाईँलाई चाहिँ प्रायः मान्छे आमाहरू दिदीबहिनीहरू तपाईँहरू अब गाउँघरतिरबाटै आउनु भएको हुनाले अलिअलि गाउँहरूको उदाहरण चाहिँ मैले चाहिँ कहिलेकाहीँ धर्म यसो देख्नहरू गर्दाखेरि यस्तो उदाहरणहरू दिन्छु तपाईँहरूले पनि बुझोस् भनेर है। अघि सुनको उदाहरण दियो, किनभने तपाईँलाई पहिला थाहा होला नि त, कानमा सुन लाग्यो। अब पहिला त सुन लाउनु पाएन भने दुखी हुन्छ नि त हाम्रो। आजभोलि त अब चोरलाई भने डरले पनि नलागो हुनसक्छ। अब भाडा पनि नलाउनु पर्ने दिनहरू आएको रहेछ। पहिला त देखाउनुलाई पनि लागु हुन्छ नि त अब होइन। अब बिहे बारीतिर जाँदाखेरि यताउता 10जना भेला हुने ठाउँमा गयो भने कपाल सपाल कोरेर चिटिक्क भएर किन जान्छ, देखाउनुलाई गएको हो नि त। त्यो त अब त्यो चाहिँ धर्म चाहिँ हामीले त्यसोको लागि गर्नु हुँदैन है। फेरि देखाउनुको लागि म चाहिँ यताउता गरेर यहाँ आएर त्यसो देखाउने धर्म भने सकेसम्म आफ्नो लागि गर्ने हुन त, अरूको लागि पनि गर्ने भन्ने छ। पहिला हामी चाहिँ अहिले अरूको लागि गर्नु सक्ने क्षमता हामीमा हुँदैन है। त्यो भएर हामीले चाहिँ आफ्नो लागि गर्ने भन्ने हुन्छ। अनि आफ्नो हाम्रो मनमा चाहिँ कस्तो हुने रहेछ भन्दाखेरि, तपाईँले गाउँघरतिर आलुहरू रोपेको छ, खेतबारीहरू छ भनेदेखि त्यो रोपेको आफैले रोपेको चिज चाहिँ उम्रिन्छ, तर त्यो सँगसँगै झारहरू घाँसहरू चाहिँ एकदम नराम्रोसँग छिटो उम्रेर आउँछ तिनीहरू चाहिँ। अनि त्यो चाहिँ हामीले गोड्नुपर्छ, सफा गर्नुपर्छ। अब तिनीहरू चाहिँ सफा गरेर राखिसकेपछि मात्रै अनि हामीले रोपेको चिज चाहिँ राम्रोसँग फल दिन्छ। अब त्यो चाहिँ अनि छुइ गर्दाखेरि चाहिँ हामीले यहाँ मनी गर्दाखेरि यहाँ बस्दाखेरि चाहिँ हामीमा विभिन्न प्रकारको सोचहरू आइराखेको हुन्छ। कहिले के आउँछ, कहिले के आउँछ, कहिले के आउँछ। मनी गर्दाखेरि यो मनी प्रेमी हो हामीले साँच्चीकै मनी गरेर बस्दा अब फवा चेङ्ग्रेसहरू अब अवलोकितेश्वरहरूलाई ध्यान गरेर यसो साधना गर्न सक्दा हामीमा त्यो क्षमता छैन, अहिले हुँदैन। तर मनी गर्दाखेरि पनि यसैमा ध्यान दिएर हामीले चाहिँ गर्नु नसक्ने सक्दैन हामीले चाहिँ। अब हाम्रो मन चाहिँ यता दौडिन्छ उता दौडिन्छ। अब हामीले रोपेको फल चाहिँ रोप्नु चाहिँ के खोजिरहेछ भने यो मनी गर्ने चाहिँ हामीले रोप्नु खोजिरहेछ, बिउ चाहिँ यो हो। तर हाम्रो मनमा चाहिँ के आउँछ, विभिन्न यस्तो कुराहरू आएर बस्छ। अनि त्यो चाहिँ सफा गरिराख्नुपर्छ। तपाईँले ध्यान मनी गर्दाखेरि हो यसो मनी गर्यो, माने पेमु माने पेमु माने पेमु, मन चाहिँ अब घरमा पुगेछ भने हो यहाँ फेरि उता पो गएछ, म त यहाँ गर्नु पर्यो, माने पेमु माने पेमु यस्तो गर्नुपर्छ है। यो तपाईँले जिस्का होइन, यो खेल होइन। यहाँ आइस दिन खेरो फाल्नु हुँदैन आजको दिनभरि चाहिँ, नभए दिनभरि चाहिँ के हुन्छ, के खेरो हुने रहेछ भन्दाखेरि हाम्रो दिन चाहिँ त्यतिकै आएर बस्यो माला जपेको जस्तो जुन चाहिँ जस्तो हुन्छ नि त्यो चाहिँ होइन भनेर बुझ्नुपर्छ। जस्तो यो अब एउटा डल्लो यो चाहिँ पाइलो छ, अब यो सुन जस्तो देख्यो पाइलो, तर यो सुन होइन, यो जस्तो चाहिँ अनि सुन होइन है भनेर बुझ्नुपर्छ। अनि तपाईँले उता घर पस्नु के भन्छ माला जपेको जस्तो कस्तो धर्म गरेको जस्तो गऱ्यो भने साँच्चीकै चित्त शुद्ध भएन, धर्म हुँदैन। त्यो धर्म जस्तो गरेको जस्तो देख्छ बाहिरबाट रूप चाहिँ। जस्तै यो चाहिँ सुन जस्तो देख्यो नि त, अब सुन नभएको जस्तै सुन जस्तो मात्रै हो तपाईँले गरेको धर्म जस्तो हो, धर्म हुँदैन। त्यो भएर यहाँ आएर बस्नु भएपछि चाहिँ दिनभरि चाहिँ सकेसम्म के गर्नुपर्छ नि, धर्म साँच्चीकै धर्म बनाउनु पर्ने छ हाम्रो मन चाहिँ है, बुझ्नुभयो। त्यो भएर हामीले बनाउने के रहेछ त, अब हाम्रो मन चाहिँ बनाउने रहेछ। त्यो मन बनाउँदाखेरि के हुने रहेछ भन्दाखेरि अघि मैले भने शरीरबाट हामीले गर्ने चाहिँ के हुने रहेछ त, तीनटा कर्म भन्ने हुने रहेछ। के कर्म हामीले उल्टो गर्ने रहेछ, के गर्ने रहेछ भन्दाखेरि सोक्चोबा भन्छ। पहिला चाहिँ प्राणी हत्या गर्ने। अब हामी सबैले मान्छेले चाहिँ प्राणीहरू हत्या गर्छ, काटमार गरेर खान्छ, मासुहरू खान्छ, यस्तो गर्छ उस्तो गर्छ, त्यसलाई हत्या गर्ने। अब त्यो हत्या नगर्ने भन्ने सोच चाहिँ हामीले बनाउनु पर्ने छ है। अब म कुनै पनि प्राणीहरूको चाहिँ हत्या गर्दिनँ है, म मार्दिनँ है, कुनै पनि सेमचेन मार्दिनँ भने अनि यही गोम हो, ध्यान हो। यो चाहिँ गोम भनेको चाहिँ के हो भन्दाखेरि यसैमा गोम्सी गर्ने। पहिला चाहिँ हामीलाई यसमा ध्यान छैन अनि हामीले प्राणीहरू मारेको हुन्छ, सानसानो मच्छर भए पनि मारेको हुन्छ, किरा फटिङ्ग्रा यसरी मारेर हिँड्छ, किनभने हाम्रो ध्यान छैन। अब त्यसमा ध्यान दिनु सकेको छैन। हो म कुनै पनि सेमचेन सानो किरा सामान्य भए पनि म मार्दिनँ भनेर त्यसमा सोचेर बस्यो भने गोम भनेको त्यसलाई भन्यो। अनि त्यो हुँदै 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 एक दिन के हुने रहेछ भने कहिले पनि चाहिँ प्राणीहरू नमार्ने सोच भएर आउने रहेछ। अब भगवान् बुद्धहरूमा चाहिँ त्यस्तो सोच आइसकेको हुनेछ पुरा रूपले। तपाईँ हामीलाई चाहिँ आएको हुँदैन अब अहिले है। तपाईँ हामीलाई चाहिँ त्यसो नै हामीमा चाहिँ के छैन अहिले भन्दाखेरि के अरे प्राणीको हत्या नगर्ने भन्ने सोच चाहिँ हामीमा एकदम कम छ है। त्यसो हुँदाखेरि अब तपाईँहरूले के सोच्नुपर्ने छ माला जप्दाखेरि, अब हामी नाङ्बा भनेर, हामी नाङ्बा के भने बुद्ध भगवानको चाहिँ अनुयायी हो भनेर हिँड्ने मान्छेहरूले चाहिँ अब प्राणीको चाहिँ हत्या कहिले पनि गर्नु नहुने रहेछ भन्ने सोच चाहिँ निश्चित गरेर पटक 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 ध्यान दिनुपर्ने रहेछ है। त्यसलाई सोच्दै 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 गयो भने अनि एक दिन पुरा हुने रहेछ हो। त्यो भयो भने अनि हामी नाङ्बा हो है। अब प्राणी हत्या नगर्ने भने यो हातले गर्ने चिज भयो नि त, प्राणीहरू हत्या गर्ने हातले गर्ने भयो नि त होइन। अब यहाँ बसेर त उता प्राणी त्यतिको हत्या गर्न सक्दैन नि त हामीले मनले, त हातले गर्नुपर्ने भएको भने यो शरीरले गर्ने काम हो है।
अनि मजिम्बा लेम्बा भनेको चोरी गर्ने भन्छ नि, चोरी गर्ने। अब चोरी चाहिँ नगर्ने भन्ने, चोरी गर्ने मान्छेले सानसानो चिजहरू चोरी गर्ने बानी हुने रहेछ मान्छेलाई चाहिँ। किनभने यो सानसानो चिजहरू चोरी गरिराख्ने, हिँडिराख्ने, सानसानो यसो गर्दाखेरि पनि मैले चाहिँ सुनेको थिएँ। अब हाम्रो चाहिँ तल वाराणसीको गुम्बामा एकजना मान्छे चाहिँ एकदम आएर ध्यान गरेर जस्तो गरेर बस्थ्यो अरे तल। अनि बिस्तारै हुँदै जाँदाखेरि त थाहा नपाइकन त्यो माथि, अब यहाँ पछाडि यहाँ त छैन, माथि मेन्टलतिर राखेको पैसा चाहिँ बिस्तारै टिपेर गोजीमा हालेर कोही नहुँदाखेरि फुत्त गाड निसेर जाँदो रहेछ अरे। त्यो प्रत्यक्ष देखेको कुरा है मान्छेले, अब यो त झुट होइन नि त, यिनीहरू त त्यहाँ देखेको कुरा, त्यहीँ समाएको कुरा। अनि शरीर चाहिँ के गर्छ मान्छेले, त्यहाँ आएर मन्दिरभित्र आएर चाहिँ गुम्बाभित्र आएर यसो ध्यान गरेको जस्तो गर्यो। अनि काम उसले के गर्यो भन्दाखेरि, अनि सुटो एक दिन होइन, 2 दिन होइन, धेरै दिन समय सकेपछि एक दिन साथीहरूले चाहिँ त्यो मान्छे आउने बेला चाहिँ अनि मोबाइल माथिबाट अन गरेर राख्दैछ अरे त्यहाँ चाहिँ। अनि मोबाइल अन गरेर क्यामेरा भिडियो खिचेर राखिसकेपछि अनि उता आएर तल गएर ध्यान गऱ्यो, सबै उता गयो, त्यसलाई थाहा छैन नि त। अनि आएपछि बिस्तारै अनि माथिबाट त्यसरी टिपेर लिएर गएर चाहिँ निसेर जाँदो रहेछ। हो त्यस्तो हुन्छ मान्छेमा चाहिँ चोरी गर्ने भने त्यो चाहिँ हामीले चाहिँ। अनि अब यो हातले चोरी गर्ने भयो नि त, अब हातले टिपेर ल्याएपछि मात्रै चोरी हुने भयो नि त, नभए यहाँ बसेर पैसा आफै उडेर हाम्रो जेबमा पस्दैन नि त। त्यसैले हो यो अब हातले गर्ने चोरी हुन्छ, यो पनि शरीरको भयो है, हाम्रो शरीरको हो नि त होइन। अब अहिले सोक्चो पनि मजिम्बले पनि यस्तो चोरीहरू गर्नु हुँदैन भनेको। सो अनि लोग्यम भन्ने हुन्छ, यो चाहिँ तपाईँहरू गृहस्थीले एकदम राम्रोसँग ध्यान दिनुहोस् है। लोग्यम भनेको चाहिँ घर आमा दिदीबहिनी तपाईँहरूले के ध्यान दिनुपर्छ, लोग्यम भनेको चाहिँ अब आफ्नो श्रीमान हुँदाहुँदै कोही महिला मान्छे चाहिँ अरूसँग लाग्छ भनेदेखि त्यसलाई लोग्यम भनेको। अब त्यस्तो गऱ्यो भने त्यो चाहिँ कुकर्म हो, त्यस्तोमा लाग्नु हुँदैन भनेको। घरमा आफ्नो श्रीमती हुँदाहुँदै फेरि अरू महिलाहरूसँग हिँड्छ भने नि त्यसलाई लोग्यम भनेको, व्यभिचार भन्छ है त्यसलाई चाहिँ, व्यभिचार। अनि यस्तोहरू गर्नु हुँदैन। अब तपाईँ हामीले चाहिँ काम चाहिँ के गरेको जस्तो देख्छ भन्दाखेरि माला जपेको जस्तो देख्छ, यता गरेको जस्तो देख्छ, उता गरेको जस्तो देख्छ, तर त्यो चाहिँ हामीले चाहिँ धर्म चाहिँ हुँदैन, हाम्रो धर्ममा जाँदैन तिनीहरू। यहाँ त्यसो बसे तापनि यो बाहिरको रूप हो यिनीहरू हामीले गर्ने भनेको चाहिँ। अनि धर्म गर्नुपर्ने चाहिँ के भने हाम्रो मन हो है त्यो चाहिँ। अनि लोग्यमहरू सबै फेरि मनसँग जोडेको हुन्छ, मनले नसोचिकन यिनीहरू घट्दैन। त्यसो हुँदाखेरि यिनीहरूमा एकदम ध्यान दिनु होला। बुझ्नुभयो तपाईँहरूले? किनभने म अब प्राणी हिंसा सोक्चो भयो भने प्राणी हिंसा नगर्ने, अनि त्यहाँबाट फेरि मुखले के वचन लिएर हामी झुट नबोल्ने भने, अनि व्यभिचार नगर्ने, लोग्यम नगर्ने भने, यो सोचेर राम्रोसँग राख्नुपर्ने हुन्छ है तपाईँहरूले, एकदम राम्रोसँग राख्नुपर्ने हुन्छ। यदि तपाईँहरूले राख्नु सकेन भने त्यो दिदीले चाहिँ फोनमा कुरा गरिरहेको छ, फोनमा कुरा नगर्नुहोस् है, मैले भन्नु बिर्सेछ। फोनहरू स्विच अफहरू गरेर राख्नुहोस् है तपाईँहरूले। यो तपाईँहरूलाई खास गरी यस्तो वातावरणमा चाहिँ मैले यस्तो प्रवचनहरू खास गर्दैन है तपाईँहरूको जस्तोमा। यो डिसिप्लिन नियम नभएको चिजमा यो अर्थै रहँदैन केही हो तपाईँलाई। किनभने मेरो मुख दुख्नु थाक्ने, तपाईँहरूको कान दुख्ने मात्रै हो यो। यहाँ फेरि कोही साँच्चीकै सुनाउँ भन्ने सोच भएको पनि हुनसक्छ। छेउमा चाहिँ अलिकति हामी पहिला आफैले अलिक राम्रोसँग थाहा हुनुपर्छ है, सबै सतर्क भएर बस्नुपर्छ है। ल भोलि चाहिँ तपाईँहरू सुन्ने मात्रै आउनुहोस् है, यो भित्र बरु 5-10 जना आयो केही छैन, सबै तलै राखिदिनुहोस् है। भाषा बुझेन भने तलतिरै बस्नुहोस्, बरु उता घुमेर बस्नुहोस्। थोरै मान्छेले सुन्नुहोस्, थोरै मान्छेले साँच्चीकै सुन्ने इच्छा भएको मान्छेले सुनौ। इच्छा भएको मान्छेले उसलाई काम लाग्छ। भोग लागेको मान्छेलाई चाहिँ खाना धेरै राम्रो लाग्छ, किन उसलाई भोग लागिरहेछ नि त। धर्म भने अलिकति सुनाउँ भन्ने सोच भएको मान्छेलाई चाहिँ जानी नजानी हामीले पनि अलिअलि सुनायो भने उसलाई चाहिँ एकदम काम लाग्छ। तिर्खा लागेको मान्छेलाई पानी एकदम महत्त्वपूर्ण हुन्छ। भोग लागे अब तपाईँ हामीलाई चाहिँ किनभने धर्मको अहिले महत्त्व थाहा छैन हामीलाई चाहिँ, ऊ त गफ गरेर बसिरहेको हुन्छ तलतिर। हामी सबै त्यस्तो हो, म पनि त्यस्तै हो, तपाईँहरूलाई भनेको होइन। फेरि हामी सबै के छैन, हामीलाई धर्मको महत्त्वै थाहा छैन। अनि त्यतिकै यहाँ एकछिन यहाँ म यहाँ बसेपछि तपाईँलाई भनेको जस्तो गरिदिने। अहिले हाम्रो धर्म चाहिँ के भइरहेछ भन्दाखेरि त्यो हिरो हिरोइनहरूले एक्टिङ गरेर नाचेको जस्तो हो त्यसले चाहिँ। हामीले गर्ने धर्म भनेर चाहिँ अनि यहाँ एकछिन बसेपछि सुन्नुपर्छ भन्ने जस्तो, अनि उता गएपछि यस्तो हाम्रो मनदेखि फुरेको छैन। मनदेखि धर्म गर्नुपर्छ भने हामीमा सोच छैन। हिजो म तल मङ्काल मन्दिर गएको थिएँ। त्यो मन्दिरमा चाहिँ म पनि कहिले काहीँ दर्शन गर्न जान्छु। म के हिसाबले गयो अब मलाई थाहा होला त म के भन्ने। त्यहाँ 2-3 जना चाहिँ आमा दिदीबहिनी हाम्रै अब यो हिमाली क्षेत्रको आमाहरू आइराखेको थियो। अनि त्यहाँ गएर त्यो के भन्छ पुजारीलाई चाहिँ एकजनाले 200-150 यस्तो पैसा दिएर थियो। म त्यहाँ थियो सुनिराखेँ अब कानले चाहिँ। अनि म क्यानाडाको तयारी गर्दैछु, मेरो भिसाको लाग्ने गर्नुलाई तपाईँले पूजा गरिदिनु पऱ्यो भन्दै थियो त्यहाँ। अनि त्यो पुजारीले चाहिँ उताबाट हुन्छ तपाईँ कहिले जाने हो त, कुन डेटमा जाने हो, यो डेटमा जाने हो, यसरी जाने, हामी तयारी गर्दैछु अहिले मिलाएर चाहिँ यसरी हुनु। अनि उसले त्यो पूजा गरिदिने मान्छेले पनि 100% अब भिसा लगाइदिने जस्तै गरेर चाहिँ भनिरहेको हुन्छ, ल पूजा गर्दै। त्यो पूजा गर्नु जाने पनि अनि क्यानाडाको भिसाको लागि गइराखेको हुन्छ। छुइ चाहिँ यसरी गर्नुहुन्न है तपाईँहरूले यदि गुम्बातिर स्याब्देनहरू दिँदैछ, अलिकति दानहरू दिँदैछ भने मेरो भिसा लागोस्, मेरो चाहिँ एकदम घरमा राम्रो होस्,
मैले चाहिँ धन सम्पत्ति कमाउनु सकोस् भनेर तपाईँहरूले क्षय गर्नु भने त्यो धर्म पटक्कै होइन। त्यो धर्म गराउने मान्छेले पनि त्यो गराउनु नजानेको, उता जाने मान्छेले पनि नजाने भनेर राम्रोसँग बुझ्नुपर्छ है। हामीलाई बुद्ध भगवानले चाहिँ के देखाउनु भयो? भगवान बुद्धले चाहिँ के देखाउनु भयो भन्दाखेरि सबै दरबार त्यागेर आफ्नो श्रीमती भर्खर बिहे गरेर अब केही वर्ष भएको श्रीमती त्यागेर भर्खर जन्मेको छोरा त्यागेर त्याग्नु जान्नुपर्छ है। हामीले चाहिँ अब संसारमा हामी चाहिँ यसरी फसेर बस्यो भनेदेखि दुःख हुने रहेछ। भने क्यानाडा गए पनि तपाईँ संसारमा गएको हो नि त, अमेरिका गए पनि संसारमा गएको हो नि त, जापानमा गए पनि त्यो त संसार खोरुवाभित्र पसेको हो नि त। जहाँ चाहिँ संसार हुन्छ त्यहाँ चाहिँ दुःखै दुःख हुन्छ। अब त्यहाँ अमेरिकामा गएर सारा हाम्रो सुखै सुख हुन्छ भने छ त? त्यस्तोहरू हुँदैन। त्यसो हुँदाखेरि हामी नजान्ने मान्छेले चाहिँ के ठान्छौँ सामान्य मान्छेले भन्दाखेरि, अनि हाम्रो धर्म चाहिँ हामीले चाहिँ सुन चाहिँ लगेर सामान्य फलामरसँग साटेको जस्तो हो। अब भगवान बुद्धहरूले दिनुभएको यस्तो महत्त्वपूर्ण उपदेश चाहिँ हामी आफू क्यानाडा जानुको लागि पो प्रयोग गर्ने, आफू अमेरिका जानुको लागि पो प्रयोग गर्ने, अनि हामीले थाहा नपाउने। एक त हामीले थाहा नहुने रहेछ, पहिलो कुरो त हामीले थाहै हुँदैन अब के हो के हो। अब कतिपय तपाईँहरूलाई हुनसक्छ कि अब यहाँ चाहिँ आएर मनी गर्दाखेरि मेरो घरमा विघ्न बाधाहरू पो समाप्त होस्, रोग व्याधिहरू पो हामीलाई नलागोस्, हाम्रो समस्याहरू पो नहोस् भनेर त्यस्तो सोचेर आउने पनि हामी कति हुन्छ। यस्तोहरू सोचेर आएको छ भने त्यस्तो नसोच्नु है। अब चाहिँ अब के सोच्नु भने म बिरामी भयो होस्, मलाई जेसुकै होस्, हामी चाहिँ के हुनुपर्ने छ भने मर्नु भए पनि तयार भएर बस्नुपर्छ। अहिले नै मरे पनि म केही छैन भनेर हामीले क्षय गर्दैछ। किनभने यो दक्षिण भन्छ हाम्रो। दक्षिण भनेको के हो भन्दाखेरि म भन्ने चाहिँ हामीले समाएर बसेको हुन्छ। अब यो म भाव चाहिँ समाएर बसिसकेपछि अनि के हुन्छ भन्दाखेरि मर्नु मन डर लाग्ने, आफू राम्रो हुनुपर्ने, मलाई अरूले राम्रो भन्नुपर्ने, मलाई अरूले चाहिँ एकदम प्रशंसा गरिदिनु पर्ने हो, ऊ त एकदम राम्रो छ। मैले तपाईँहरूलाई कहिलेकाहीँ भन्ने गर्छु, तपाईँहरूसँग त मेरो त्यति सम्बन्ध छैन, मेरो आफ्नै एउटा सानो ग्रुप छ हाम्रो चाहिँ। अब यसो कहिलेकाहीँ धर्म यसो संवाद गर्ने, महिनामा यसो भेट हुने। उहाँहरूलाई मैले के भन्छु भन्दाखेरि हामी मान्छे भनेको यति बेकुफ जात हुन्छ कि म के हो भन्ने मलाई थाहा हुँदैन। अब जस्तो यहाँ चाहिँ खोइ सरी हिजोदेखि मलाई अलिकति यो के भन्छ घाँटी अलिक खसखसाउँला जस्तो भइरहेछ। के साह्रो मैले ल्याऊ कि के ल्याऊ मान्छेलाई के हुन्छ भने यहाँ जस्तो तपाईँले यसरी बसिराख्नु भएको छ नि, बसिराखेको बेला चाहिँ एकजना दुईजनालाई चाहिँ ऊ त धेरै राम्रो छ, धेरै राम्री छ भनिदियो भने ऊ मक्ख हुन्छ, खुसी हुन्छ। ऊ चाहिँ हो मलाई त एकदम राम्रो भन्यो भनेर। किन उसलाई आफू राम्रो हो कि नराम्रो थाहै हुँदैन मान्छेलाई, कसैलाई थाहा हुँदैन यो चाहिँ। अनि उसलाई राम्रो हो भनिदिएपछि त ऊ राम्रो जस्तो हुन्छ। तिमी त यहाँ सबैभन्दा राम्री छ नि त भनिदियो भने ऊ आफैलाई हो मक्ख पर्छ। तिमी त खत्तम सबभन्दा नराम्रो छ यहाँ भनिदियो भने ऊ रिसले चाहिँ एकदम चुर हुन्छ। किन भन्दाखेरि उसलाई म राम्रो हो कि नराम्रो पनि थाहा हुँदैन हामीलाई चाहिँ। हामी यस्तो खालको प्राणी हो है। त्यसो हुँदा हामीले एकदम थाहा हुनुपर्छ। अब त्यो भएर हामीले के गर्ने भनेर चाहिँ एकदम राम्रोसँग थाहा हुनुपर्छ। हामीलाई थाहा हुँदैन। अहिले यहाँ भन्यो भनिसकेपछि तपाईँलाई मैले के भन्यो, ए सोच्छु अब प्राणी हिंसा चाहिँ कहिले हामीले गर्नु हुँदैन भन्यो नि। यहाँ बस्दा मात्रै थाहा हुने, एउटा मच्छरले टोकिहाल्ने यस्तो हानेर मारिदिइहाल्छ हामीले चाहिँ। हामी त्यस्तो थाहा नपाएर त्यस्तो गरेको है हामीले चाहिँ। अब चोरी गर्ने भनेको ठुल्ठुलो चिजहरू मात्रै चोरी गर्ने भनेन। मान्छेले बाटोतिर भेट्यो सामान्य चिज चाहिँ त्यतिको बसिरहेछ भने यो त यसो टप्पै टिपेर लाग्यो भने त्यसलाई नै भनेको चोरी गर्यो भनेर। अब लोग्यम भन्यो भने अब त्यस्तो व्यभिचारहरू भन्यो भने हामी कोही न कोहीसँग काहीँ न काहीँहरू लिङ्कहरू भइराखेको हुनसक्छ। यिनीहरूलाई एकदम ख्याल गर्नुपर्ने छ। अब पहिला एउटा चाहिँ जङ्गलमा चाहिँ एउटा राम्रो अर्हत बस्ने भएको छ। एउटा अब भगवान बुद्ध अर्हत भनेको टचुम्बा भन्छ है। टचुम्बा जस्तो बसिराख्ने भएको छ। टचुम्बा भगवान अब बुद्धको अनुयायी टचुम्बा बस्ने ठाउँमा चाहिँ अनि त्यहाँ सिकारीहरू चाहिँ आउने। सिकारीहरू आएर चाहिँ जहिले पनि त्यो पर्याउ हुन्छ नि जङ्गलतिर बस्ने पर्याउ चाहिँ, पर्याउ अब कोही जङ्गलमा बस्ने पर्याउ चाहिँ सधैँ उसले चाहिँ मारेर लाने रहेछ। मारेर लाने भइसकेपछि अनि सबै उनीहरूको सक्दै धेरै सक्दै गइसकेपछि अनि एक दिन चाहिँ माथि गएर बसेको त्यो टचुम्बा साधक लामालाई चाहिँ के गरेछ भन्दाखेरि उनीहरूले चाहिँ अब रिक्वेस्ट गरेछ, अनुरोध गरेछ, अब ल हामीलाई चाहिँ यो सिकारीले सधैँ मारेर लाने भयो, अब हामी चाहिँ सक्ने भयो, हाम्रो शाखा सन्तान सबै नाश हुने रहेछ। त्यसो हुँदाखेरि तपाईँले हामीले बचाउनु पर्यो भनेर भनेछ। अनि हुन्छ म बचाइदिन्छु ल, तर मैले भनेको कुरा तिमीहरूले मान्नुपर्छ। अहिले मैले भनेको कुरा तिमीहरूले मान्यो भने चाहिँ बचाउनु सक्छौ, मैले भनेको कुरा तिमीहरूले मानेन भने चाहिँ बचाउनु सक्दैन भनेर उहाँले चाहिँ भन्नुभएको छ। ल हुन्छ भनेर चाहिँ सबै अनि खुसी भएको छ, ल हामी मान्ने भयो। अनि सबै के भयो त खुसीले एकदम गदगद भएर गयो। अब हामी भोलिबाट चाहिँ हामीलाई चाहिँ बचाउँछ, अब हाम्रो माथि टचुम्बा अर्हत हुनुहुन्छ उहाँले बचाउनुहुन्छ अब एकजना लामाले भनेर तल गएर बसेछ। अनि जाने बेला त्यो
लामाले के भन्छ भोलि चाहिँ शिकारी भन्छ नि हामीले गोम्बा भन्ने शिकारी अब मार्नु आउने तिमीहरू मार्नु आउने परेवा मार्नु आउने शिकारी चाहिँ आउँछ त्यो शिकारीले चाहिँ कस्तो गर्छ भने चौरमा चाहिँ जाल बिछाइदिने भएको ओछ्याइदिने भएको हुन्छ जाल चाहिँ जाली भएको जाल ओछ्याइदिएपछि अनि त्यो माथि खानेकुराहरू छरिदिने भएको छ मकै गहुँहरू जे छ खानेकुरा छरिदिने रहेछ त्यो छरिदिँदाखेरि अनि ल तिमीहरूलाई चाहिँ भोलि शिकारी आउँछ अनि उसले चाहिँ पहिला जाल बिछाउँछ अनि त्यहाँ खानेकुरा छर्छ त्यो खानेकुरा छर्दा तिमीहरू चाहिँ खानु जानु हुँदैन है त्यहाँ यदि तिमीहरू खानु गयो भने चाहिँ अनि त्यो शिकारीले चाहिँ तिमीहरू सबै समाएर लान्छ भनेर भनिसकेपछि अनि उसले चाहिँ हुन्छ भनेर हात जोडेर हिँडेछ ल एकदम राम्रो भयो अब भोलिबाट चाहिँ हामीले चाहिँ शिकारीले हामीले मार्नु सक्दैन किनभने हामीलाई गुरुले चाहिँ यसरी सिकाएर पठाउनु भयो भनेर अनि गयो अनि भोलि चाहिँ शिकारी आउने टाइममा चाहिँ शिकारी आएछ अब शिकारी आएछ अनि त्यो सबै पर्यावरणले माथि के भनिरहेछ भने ओ भोलि चाहिँ ओ शिकारी आउँछ अब शिकारीले चाहिँ फेरि त्यो जाल ओछ्याउँछ जाल ओछ्याएपछि खानेकुरा हाल्छ त्यहाँ चाहिँ अनि हामी चाहिँ खानु जानु हुँदैन भनेर भनिराखेको छ सबैले अनि त्यो भन्दा भन्दै शिकारीले आयो जाल ओछ्यायो मकै फ्याँक्यो अनि त्यहाँ सबै उसले रेडी गरिसकेपछि त्यो एउटा पर्यावरणले भन्दा भन्दै उडेर तल गयो अर्कोले पनि भनिराखेको छ अब शिकारी आयो शिकारीले जाल बिछायो मकै फ्याँक्छ हामी खानु जानु हुँदैन भन्दा भन्दै सबै उडेर तल झरिसक्यो अब झरेपछि अनि उसले सबै पोको पारेर चाहिँ लिएर गएछ जाँदा जाँदै जालभित्रै पनि त्यसरी भनेर गइरहेछ अरे म शिकारीले चाहिँ आउँछ जाल बिछाउँछ अनि मकै खानेकुरा फ्याँक्छ हामी चाहिँ त्यहाँ जानु हुँदैन हामी त्यहाँ गयो भने उसले मारेर लान्छ भनेर हामी चाहिँ त्यस्तो छ अहिले हामीले गर्ने धर्म भने चाहिँ हामीले केही बुझेको छैन अनि यसो भने मान्छेले ल ओमाने पेमेऊ भन्यो भने ओमाने पेमेऊ अनि उता ढुङ्गा हान्दा पनि ओमाने पेमेऊ झगडा गर्दाखेरि पनि ओमाने पेमेऊ रिस उठ्दाखेरि पनि ओमाने पेमेऊ यस्तो गरेर हिँड्ने भाडा बस्छ किन भन्दा हामीले यो ओमाने पेमेङको अर्थ पनि थाहा छैन गर्नुपर्ने के हो भन्ने पनि थाहा छैन अनि यहाँ तल खाना खाने ठाउँमा पुग्ने बित्तिकै के गर्यो भन्दाखेरि तँ छाड र म छाड अनि उता ठेल्ला ठेल गरेर गयो यो त यहीँ घट्यो तपाईँहरूमा घट्यो हेर्नुहोस् है भोलिबाट तपाईँले हो यो मान्छे अगाडि जाओस् ऊ अलिक बडाबुढी रहेछ अलिक खुट्टा अलिकति नसक्ने रहेछ अलिक धेरै वृद्ध छ उसलाई अगाडि पठाउँदा म आज अलिक पछाडि खाउँला नि त अलिक पछाडि बसेर खाउँला हो यो सोच आयो भनेदेखि ओमाने पेमेऊ गरेको अर्थ तपाईँले थाहा पाएको अब है तपाईँले त्यो ओमाने पेमेऊ नगरे पनि हुन्छ तपाईँसँग यदि त्यो सोच आइसक्यो भने छ भनेदेखि ओमाने पेमेऊ नभने नि हुन्छ तपाईँ त्यतिकै हिँड्ने हुन्छ किनभने तपाईँभित्र चाहिँ धर्म उत्पन्न भइसक्यो अब छोयो भनेको चाहिँ के हो धर्म भनेको हो त्यसलाई चाहिँ धर्म भनेको हो उसले चाहिँ खाओस् है पहिला यिनीहरूले सबैले खाइसकोस् है उताको मान्छे चाहिँ राम्रो होस् है हो त्यसलाई धर्म भनेको है त्यो बुझ्नुपर्छ त्यो बारे अनि धर्म गर्ने भनेको चाहिँ आजभोलि मान्छेले धर्म गर्ने भने चाहिँ नि बौद्ध कर हुने भने चाहिँ धर्म हुने अनि गरेन भने नहुने भन्ने होइन त्यो सोच आयो भने चाहिँ धर्म हुने हो तपाईँको सोचमा चाहिँ राम्रो सोच आयो भने अनि छोयो भनेको राम्रो सोच अहिले मैले भने ओहो अब मैले चाहिँ प्राणी हिंसा गर्नु नहुने छ भन्ने सोच आयो भने चाहिँ हो त्यो चाहिँ छोयो अब म कहिले पनि प्राणीको मार्दैन त्यति त्यो सोच आयो भने चाहिँ भगवान् बुद्धले चाहिँ ओमाने पेमेऊ जपेको छैन थाहा छैन हामीलाई चाहिँ के गर्छ भगवान् बुद्धले भने त्यो सोच चाहिँ बनायो उहाँले चाहिँ अब ओ प्राणी हिंसा नगर्ने भन्ने सोच चाहिँ बनाउनु भयो ओ अब मैले चोरी नगर्ने भन्ने सोच चाहिँ बनाउनु भयो उहाँले अनि व्यभिचार नगर्ने भन्ने सोच चाहिँ बनाउनु भयो अनि त्यो उहाँ चाहिँ के हुनुभयो बुद्ध भयो अब त्यसो गरेर हामीले वचनले बोल्ने चाहिँ अनि 4 प्रकारको कुकर्म हुन्छ अरे वचनले बोल्ने 4 प्रकारको कुकर्म के हो भन्दाखेरि जुन क्षमा छिकचुक नगेल भनेर चाहिँ जुन भनेको के भने झुट बोल्ने भनेको मान्छेले हामी सानो कुरामा झुट बोलिरहेको हुन्छ है एकदम सानो कुरामा प्रायः तपाईँहरूले चाहिँ साथीहरूसँग हिँड्दाखेरि भन्नु होला कोही के हुन्छ भने अब जानुपर्ने चाहिँ ऊ स्वयम्भूमा छ यहाँ बौद्धबाट गइराखेको छ साथीसँग कहीँ बाटोतिर छ भने अब ऊ त पुगेको छैन कहाँ पुग्यो भन्दाखेरि म स्वयम्भू पुग्नु लाग्यो भन्ने झुट बोलेको थियो एकछिनमा हामीले झुट बोलिरहेको हुन्छ है त्यो सानो यस्तोहरू ख्याल गर्नुपर्छ भोलि त्यस्तो मान्छेलाई जाने मान्छेले पनि के गर्ने छ भने तपाईँको छेउमा 2-3 जना सँगै छ भने तपाईँले यो झुट बोलिदियो भने भोलि तपाईँले फेरि त्यही मान्छेलाई फोन गरेर चाहिँ कहाँ पुग्यो भन्दाखेरि म आइपुग्नु लाग्यो भने त्यसले झुट बोलेको हिजो त्यो मसँग हुँदाखेरि उसले झुट बोलिसक्यो अब त्यसले त्यस्तो मान्छेले बिस्तारै मान्छेले विश्वास नगर्ने भएर जान्छ अनि त्यो हामी छोय गर्ने धर्म गर्ने मान्छेले चाहिँ के गर्नुपर्छ भन्दाखेरि झुट बोल्नु हुँदैन है हामीले चाहिँ अनि त्यो भएर भगवान् बुद्धले सिकाउनु भएको कुरो मैले त यहाँ तपाईँलाई भनिदिएको मात्रै है अब झुट बोल्नु हुँदैन भनेर जुन अनि क्षमा भनेको चाहिँ बोल्न हुँदैन झुट बोलिसकेपछि के हुन्छ भने बिस्तारै त्यो मान्छेको कुरो विश्वास मान्छेले नगर्ने हुँदै जान्छ सामाजिक रूपमा पनि के हुन्छ भन्दाखेरि भोलि तपाईँ चाहिँ विश्वास नगर्दै जानुहुन्छ मान्छेले विश्वास गर्दैन अब किन ओ यसले झुट बोल्छ हिजो पनि झुट बोल्यो अब मैले यसको कुरो विश्वास गर्नु यदि उसले सत्यै बोले पनि झुट बोलेर भएको हुन्छ सामान्य सामाजिक रूपमा पनि यो कुरा चाहिँ पहिला हामीले 3 कक्षामा एउटा चाहिँ किताबमा कथा पढेको थियो त्यो कथा भनेको चाहिँ त्यो कथा जस्तो भए पनि धर्म भनेको त्यस्तैले भनेको के छ भने एउटा कालु भन्ने रहेछ कालु भन्ने चाहिँ बाख्रा चराउन जाने
उता उसको चाहिँ बाख्रा रहेछ, बाख्रा चराउन जाने। अनि त्यो कालुले चाहिँ रुखमा चढेर तल खेत गर्ने काम गर्ने मान्छेले के हुन्छ भने सबैलाई बोलाएर चाहिँ ल मेरो भेडा चाहिँ बाघले खायो, मलाई साथी गर्न आउनु पर्यो भनेर चाहिँ त्यहाँ माथि रुखमा चाहिँ चढेर चाहिँ उसले हल्ला गरे हुन्छ, सबैलाई बोलाएको हुन्छ। अनि सबै गाउँले मान्छे चाहिँ काम गर्नु छोडेर उसको भेडा बचाउँला उसलाई साथी गर्न आउँछ। अनि साथी गर्न आउँदाखेरि माथि गएर कालु चाहिँ हाँसेर बस्छ रुखमा चढेर, ओ मैले तिमीहरूलाई बेकुफ बनाएँ भनेर। अनि त्यो मान्छेहरू रिस उठेर फर्केर जान्छ। अनि भोलि चाहिँ पनि उसले त्यस्तै गर्छ। एक दिन आज त होला नि त, हिजो त उसले झुट बोल्यो, आज त होला। अब फेरि मान्छे त मान्छेको मन होइन, कोही त राम्रो हुन्छ नि त, अब उसको भेडा बचाउनु पऱ्यो भने फेरि गएको हुन्छ, भोलि नि त्यस्तो गर्छ। पर्सि चाहिँ साँच्चीकै बागाएर खाएको हुन्छ उसको भेडा चाहिँ। एउटा एउटा समाएर खाँदा रुखमा चढेर रुई रुई गरेर कराउँदाखेरि सबैले के सोच्यो भने त्यसले हिजो पनि झुट बोल्यो, अस्तिको दिन पनि हामीलाई चाहिँ झुट बोल्यो, अब त्यसको कुरा झुट हो, अब हामीले चाहिँ विश्वास गर्नु हुँदैन भनेर सबै आफ्नै खेतमा काम गरेर बसिरहेको थियो उनीहरू चाहिँ। तर उसको भेडा चाहिँ बाघले सबै खाइदियो। त्यो भएर चाहिँ ऊ भरे रुएर अनि एकदम दुखी भएर एक्लै घरमा चाहिँ एकदम दुखी भएर जानु परेको चाहिँ कथा थियो। अब यो 3 कक्षामा कि कतिमा यसको अर्थ के हो भने त्यो कथासँग हामीलाई सरोकार छैन। भन्नु खोजेको के हो भने झुट बोल्नु हुँदैन। झुट बोल्यो भने चाहिँ अनि एक न एक दिन तिमी चाहिँ यसरी फस्छ। जसरी त्यो कालुले चाहिँ 2 दिन अगाडि मान्छेलाई चाहिँ झुट बोलेर सबलाई बेकुफ बनायो, उसले त त्यो दिन त आफूलाई चाहिँ एकदम ठुलो ठान्यो, अब म त एकदम चलाक छु नि त, अब सबलाई मैले बेकुफ बनाउन सक्यो भने साँच्चीकै अनि घटना घट्दा बाघ आएर बाख्रा खाँदा चाहिँ के गरे त ऊ चाहिँ अब कसै आइदिएन अनि त्यसरी फस्छ। अब सांसारिक रूपमा पनि त्यसरी फस्छ भने भगवान् बुद्धले चाहिँ झुट बोल्नु हुँदैन भनेको कारण किनभने त्यस्तो हुन्छ है। अनि तपाईँहरूले पनि कहीँ अब म त पुग्नु लाग्यो भनेर झुट बोलिदियो भने चाहिँ अब भोलि त्यो सँगै भएको साथीले चाहिँ त्यसको हेरेर राख्छ र भोलि फेरि त्यही मान्छेले ल म पुग्नु लाग्यो भने यसको कुरा झुट हो, अब यो पुग्नु लागेको छैन, यो कहाँतिर बसिरहेछ अल्मलेर उता गफ गरेर अनि यहाँ झुट बोल्दैछ भने त्यस्तो हुन्छ। त्यो भएर भगवान् बुद्धले के भन्नुभयो, झुट बोल्नु हुँदैन भनेर। जुन भनेको नि क्षमा भनेको चाहिँ मान्छेले पोल लाउनु हुँदैन भनेको। पोल लाएर चाहिँ एकले अर्कामा साथी भएको एकदम मिल्ने मान्छेहरूलाई चाहिँ हामीले चाहिँ फुड ल्याइदिन्छ। तपाईँले त थाहै होला, यो विशेष गरेर अलिअलि सानोतिनो व्यापार गर्ने मान्छेहरू केही त्यस्तोहरू छ भनेदेखि अनि उनीहरूले के झुट बोल्छ त्यो बिचमा पोल लाएर भन्दाखेरि आफ्नो सामान बिक्री गर्नु पऱ्यो, आफ्नो सामान बिकाउनु पऱ्यो भनेदेखि त्यो फल्नाले बेच्ने सामान त राम्रो होइन, उसले चाहिँ यस्तो उस्तो हो भनेर बिचमा फाटो ल्याएर आएर चाहिँ अनि आफ्नो सामान चाहिँ उसलाई भिडाउनु खोज्ने जस्तो उनीहरूले दुईटालाई मिल्ने साथीहरूलाई चाहिँ बिचमा फाटो ल्याउने, यिनीहरूलाई पोल लाउने भनेको है। पोल लाएर चाहिँ अनि साथी अलग्गै गर्ने। अब यसमा पनि सबैभन्दा अलिकति बढी नराम्रो भनेको चाहिँ के हो भन्दाखेरि अब लामाको बिचमा भिक्षु सङ्घको बिचमा हुन्छ लामाहरूको बिचमा ल्याएर फाटो ल्याउने चाहिँ एकदम नराम्रो काम हो, सबैभन्दा खराब काम हो भनेर जुन क्षमा भन्छ। अनि त्यसपछि अब तपाईँ हामी सबैले चाहिँ सधैँ प्रयोग गर्ने भनेको के हो भन्दाखेरि छिकचुक भन्ने चाहिँ प्रायः मान्छेमा सामान्य रूपमा बोलिरहेको हुन्छ। छिकचुक भनेको एकदम खसुरो वचन बोल्ने, नमिठो वचन बोल्ने, मान्छेले चोर भन्ने जस्तो, यो फटा भन्ने जस्तो। अझ विशेष गरेर जो मान्छेको जुन दोष छ, जस्तो कोही मान्छे एउटा काना छ भने यसलाई काना भनिदिएको जस्तो, जस्तो अलि लाटो छ भने त्यसलाई लाटो भनिदिएको जस्तो, यस्तो गरेर मान्छेलाई चाहिँ नराम्रो बोल्ने खसुरो वचन भनेको है। आजकल प्रायः आमाको नाम निकालेर मान्छेले नराम्रो बोली बोल्ने जस्तो, बाउको नाम निकालेर बोली बोल्ने जस्तो, यिनीहरू एकदम खराब शब्दभित्र पर्छ है। चुप्पो भन्छ मान्छेले, एकदम खसुरो शब्द खराब बोल्ने जस्तो, जुन ठाउँमा छिकचुप भन्छ है, यसलाई चाहिँ यस्तो गरेर। अनि त्यसपछि ngख्याल भनेको चाहिँ यहाँ तपाईँहरू मनी गर्दाखेरि विशेष गरी यहाँ हुनसक्छ यो ngख्याल भनेको, किनभने उता मनी पेमा भने अघि त्यहाँ त्यतिकै गफ गरिरहेको हुन्छ, के गर्छ तिम्रो, कहाँ छ नानी छोरा छोरी, के छ, अब कसले के गर्दैछ, अब कस्तो भइरहेको छ, फल्नाको के भइरहेको छ, त्यसको नानी कत्रो भएको छ। आउनु चाहिँ हामी चाहिँ मनी गर्नु आएको, अनि त्यसले के गर्छ है, उसको छोरा त पर अमेरिकामा पुगेछ अरे, यति पैसा कमाउँदैछ अरे, उता यस्तो धनी भइसकेछ अरे, यहाँ घर बनाएछ, यस्तोहरूलाई भनेको ngख्याल, काम नभएको कुरा हो त्यतिको। अब उसले 10वटै घर बनायो तपाईँलाई के काम, त्यो घरको पेटीमा तपाईँलाई भनिदिने होइन, बनाओस् नबनाए नचार्ज हो। अनि हामी क्षय गर्नु आएको ठाउँमा साँच्चीकै धर्म गर्ने सोचले तपाईँहरू आएको छ भनेदेखि चङमा चाहिँ अरू साथीले जे गरे गरोस् नगर, आफू चाहिँ एकदम राम्रोसँग मनी गर्ने क्षय गर्नेमा तपाईँहरू चाहिँ लागि पर्छ है। अब यो भएन भनेदेखि तपाईँले यहाँ आएको चाहिँ खेरो जान्छ, खेरो गएको माथि त खेरो त गयो ल ठिकै छ, केही छैन, खेरो गएको माथि पनि पाप कमाएर लिएर जान्छ। अनि खेरो मात्रै गइदिएको भए त ठिकै छ, ल मेरो समय त खेरो गयो, पाप कमाउँछ। केले पाप कमाउँछ भन्दाखेरि तपाईँ हामीले अहिले बिहानदेखि बेलुकासम्म खाएको खाना चाहिँ अर्कोले एकदम दान दिएको खाना हो यो हो। अब त्यहाँ चाहिँ मनी हुन्छ, मनी हुँदाखेरि उसले चाहिँ राम्रो गर्छ, सबैले राम्रो हुन्छ भनेर त्यो खाना दिएको, अनि हामीले राम्रोसँग मनी गरेन भनेदेखि चाहिँ के हुन्छ, त्यो सबै कोर भएर जान्छ। अब अनि कोर खानुको लागि चाहिँ के हुनुपर्छ अरे भन्दाखेरि फलामको दाँत हुनुपर्छ भन्छ।
फलामको दाँत भनेको चाहिँ फेरि दाँतै फलामको ल्याएर आउँला बोलतिर फलामको दाँत भनेको चाहिँ त्यो फलामको दाँत भनेको होइन हाम्रो मन चाहिँ शुद्ध भएर बस्नुपर्छ भने मन सफा एकदम मन चङ्मा भएर बस्यो भनेदेखि अनि तपाईँ हामीले चाहिँ जे गरे पनि हुन्छ त्यो मन चाहिँ शुद्ध बनाउने काम चाहिँ तपाईँहरूले यहाँ बिहानदेखि बेलुकासम्म बस्दै अब गर्नुपर्छ बुझ्नुभयो आमाहरूले तपाईँले थाहा पाउनुभयो अब भोलि चाहिँ तपाईँहरूले यस्तो गरेर हल्ला गरेर यस्तो यस्तो गऱ्यो भने चाहिँ साँच्चीकै तपाईँहरू सुन्ने मन छ भनेदेखि अब मैले त यसरी सुनाउने हो तपाईँले के मैले धर्म जानेको पनि छैन आफूले गर्नु पनि सक्दैन तर साँच्चीकै सुन्ने भने 12:30 बजी अगाडि सबै आएर बसेर यहाँ तपाईँहरूले चाहिँ मनी गर्दाखेरि सकेसम्म फोनहरू सबै स्विच अफ गरेर राख्नुहोस् है दिनभरि एक दिनभरि बेलुका जति कुरा गर्नु मन छ बेलुका गर्नु होला फोनमा राख्यो भने उता हेलो के हुँदैछ भने माने त्यो भरे ढङ्गमा गरिदियो भने एकदम येबो हुन्छ एकदम पाप हुन्छ यहाँ माला फेरिसके हुन्छ उता अनि पर चुप्सी यस्तो सारिदिन्छ भरे गएर तर के गर्यो उता अर्कोसँग कुरा गरेर बसेर अघि आमाहरूले कुरा गर्दै थियो त्यस्तो गरेर पनि तपाईँ त्यो मनीको टङ्गाहरू जान्दैन अब तपाईँले 10,000 लेखाइदियो भनेदेखि 9,000 मात्रै भाडा बस्यो एकदमै तपाईँले चाहिँ पाप लागेर बस्छ अब किनभने तपाईँले अपुग बनाइदिएको हुन्छ अब त्यहाँ चाहिँ अब 1 करोडमा तपाईँको 1,000 पुगेन भने अब 1 करोड भएन नि त अब तर तपाईँले लेखाइसकेको हुन्छ उता टङ्गा चाहिँ ऊ यस्तो म छे भनेको यसलाई बुझ्नुपर्छ है पहिला अब उता कहाँ न पर के होला भने कहिल्यै ठान्नु हुँदैन है धर्म भनेको चाहिँ हामीले अहिले बस्दाखेरि मैले यहाँ के सोच्दै रहेछ अहिले थाहा हुनुपर्छ अहिले हो त्यसलाई धर्म भनेको अब भरे म यो गर्छु भोलि म यो गर्छु हिजो अस्ति मैले यस्तो गरेँ यिनीहरू छोडिदियो हिजो अस्ति के गर्नुभयो अब के गर्दैछ सबै त्यागेर अहिले चाहिँ अनि समग्रमा सारमा भन्ने हो भने चाहिँ के हुने रहेछ बुद्ध धर्म चाहिँ भन्यो भने आफ्नो मन चाहिँ सफा बनाएर राख्ने कसैलाई पनि नराम्रो नसोच्ने हानि नसोच्ने मन सफा गरेर मनी गऱ्यो भने नि मान्ने सबै प्राणीहरूको हितको लागि म चाहिँ मनी गर्छु सबै अब यस्तो सोच आउनु त धेरै कठिन गाह्रो कुरा हो यो तपाईँ हामीलाई चाहिँ आउनु सक्दैन तर हामीले यति कोसिस गर्नुपर्ने छ अहिले चाहिँ हामीले चाहिँ कोसिस गर्नुपर्छ कोसिस कसरी गर्ने त भन्दा आज त म दिनभरि फोन चाहिँ म अब स्विच अफ गरेर राख्छु भन्यो भने सक्दैन अब पहिला चाहिँ होइन अर्काले पो फोन गरिहाल्छ कि मेरो अलिकति चिन्नेले टाढैबाट फोन गर्छ कि भन्ने सोच आउँछ अब त्यहाँ लडाइँ हुन्छ त्यो दुइटाको बिचमा स्विच अफ गरौँ भन्ने सोच र नगरौँ भन्ने दुइटाको सोचको बिचमा चाहिँ द्वन्द्व हुन्छ त्यसलाई चाहिँ हामीले गर्ने छे भनेको त्यही हो अनि तपाईँले स्विच अफ गर्नु सक्यो भने चाहिँ तपाईँ जित्यो त्यसलाई ग्यालुवा भनेको बुद्धलाई चाहिँ के भने जिन ग्यालुवा भनेको चाहिँ ग्यालुवा जो बिसाङ्गे भने चाहिँ जितेकोले उहाँलाई चाहिँ बुद्ध भनेको अब तपाईँले नगरमा छोडिदियो भने तपाईँ हारिसक्यो अब त्यहाँ चाहिँ अनि तपाईँ हारेको हुनाले हामी सोचो के भयो सामान्य मान्छे भएर बस्यो अब दिनभरि हाने माने एकदम मनी गर्दाखेरि सम्भव गर अब दिनभरि फोन सोन नचला बरु भरे छुट्टिसकेपछि अनि के भयो मेरो त अब यस्तो मनी गर्नु गएको थियो अब मैले फोन स्विच अफ गरेर राखेँ भने तपाईँले दिनभरि काम चाहिँ एकदम राम्रो गर्यो नभएदेखि यहाँ मनी गर्नेको नाममा अनि सधैँ मिगेवा हुनु कुकरमा हुनु चाहिँ एकदमै सजिलो हुन्छ किनभने हामी लामो समयदेखि चाहिँ यहाँ तपाईँहरूलाई चाहिँ सानो कुराले नमिठो भन्यो भने रिस उठ्नु चाहिँ एकदमै सजिलो हुन्छ किनभने हामीले पूर्वकालदेखि अब यो रिस मात्रै भोगेर बसेको हुनाले त्यहीमा हाम्रो बढी अभ्यास भएको हुनाले चाहिँ रिस उठ्नु चाहिँ एकदमै सजिलो हुन्छ है एकदम सजिलो हुन्छ रिस नउठ्नु शोभागुम्सी गर्ने भन्ने हुन्छ है शोभागुम्सी गर्ने भनेको चाहिँ के भने आफूलाई शान्त बनाएर राख्ने अरूले रिस उठाए पनि त्यो खप्नु सक्नु चाहिँ एकदमै गाह्रो हुन्छ त्यो धेरै कठिन कुराहरू त्यो भएर हामीले जित्नु पर्ने चाहिँ तिनीहरूले जित्नुपर्छ है बुझ्नुभयो आमाहरूले तपाईँले थाहा पाउनुभयो टाउको मात्रै हल्लाको हो कि त्यतिकै बुझ्यो भनेदेखि भोलि तर खाना खाने बेला मैले यसो हेर्दाखेरि चाहिँ त्यहाँ जुतेर बसेको छ भने बुझेको छैन है कुन चाहिँ अगाडि कुद्दै रहेछ अब एकछिन पछाडि ल पहिला अब बुढी आमाहरू अगाडि खाऊ अनि लाइन हुँदाखेरि पनि कमसेकम यति जति नजोडिकन नछुइकन अलिक टाढो बसेको रहेछ भने चाहिँ बुझेको हो नभए यहाँ त्यतिकै बुझ्यो भनिदिएको मात्र है बुझेको छैन है यिनीहरू एकछिन हेर्दा त रमाइलो जस्तो लाग्छ कि यो सही कुरा भनेको मैले है तपाईँहरूलाई किनभने म पहिला खानु पर्यो भन्ने सोच आउने बित्तिकै अघि बिहानभरि गरेको मनी चाहिँ गइसक्यो तपाईँको अब किन म भने 10 दिन आइहाल्यो अब हाम्रो चाहिँ तुरन्तै है म एकछिन पछाडि खाए पनि ठिकै छ भन्ने सोच आयो भने अघि बिहान गरेको मनी पनि राम्रो भयो तल खाना खाने ठाउँमा पनि कुलुङ राम्रो भयो अनि खाना खाँदाखेरि पनि ओहो आज अब म आफूले पनि मनी अलिकति गर्नु पायो यो जिन्दगीले पनि खाना खुवाउने मान्छेले पनि एकदम राम्रो सोचले चाहिँ अब खाना खुवाएको होला उहाँले आफूले खुवाउनु खोजेको खानाहरू सबै खुवाएको यो सबै अब हामी तपाईँहरू छोटोक जस्तो हो यहाँ धर्ममित्र हो है यहाँ बसेर मनी गर्दाखेरि अब यो लामा आनेहरू सब भित्र गेदुन दे छ अब यत्रो भिक्षु सङ्घले चाहिँ सबैले गरेर खाएर अब हामीले पनि मनी गरेर खाएर चाहिँ यो
धर्म प्राप्त भएकोले यो पुण्य प्राप्त भएकोले चाहिँ यो झिम्बी तकलाई पनि एकदम राम्रो होस्, उहाँ लगायत सबै प्राणीहरूलाई राम्रो होस्। अहिले विशेष गरेर यो दुईटा देशको के भन्छ रसिया र युक्रेनको यस्तो युद्ध भएर मान्छेहरू मरेर आमाहरू बिचरा नानीहरू कस्तो च्यापेर बोकेर हिँड्नु, कस्तो माया हुन्छ नानीको। तपाईँहरूलाई जस्तो माया हुन्छ तिनीहरूको पनि बच्चालाई त्यस्तै माया हुन्छ नि त। अब आफू भाग्नु नसके बच्चा च्यापेर बोकेको झोला बोकेर हिँडेको यस्तोहरू देख्दाखेरि भने पनि उनीहरू सबैको राम्रो होस् भनेर खाना खायो भने अनि खाना खाँदाखेरि पनि के हो अब के हुन्छ हाम्रो खास त थोकमर के हो पर्दु के हो थमर के हो भन्छ है। सुरुमा यहाँ आउने कुल्लुङ पनि तपाईँहरूको के हो भने हामी मनी गर्नु जाने भनेर आएको कुल्लुङ थोकमर के हो पर्दु के हो यहाँ गरिराख्यो। अब तपाईँले मनी गर्दाखेरि सम्बो गरेर राख्यो अनि त्यसलाई पर्दु के हो भन्छ। थमर के हो भने अन्तिममा के हो खाना खाएर भरे छुटेर जाँदाखेरि पनि मैले अब अलिकति मनी गरेर भरे थो लेख्नु आउँदाखेरि यहाँ शुद्ध ढङ्गले अब मैले चाहिँ यति थो लेखिदियो। अब यो थोले चाहिँ एकदम सबैले राम्रो होस् भनेर थोकमर के हो पर्दु के हो थमर के हो भने सुरुमा पनि पुण्य भयो राम्रो भयो एकदम राम्रो भयो। पर्दु के हो बीचमा यहाँ गर्दाखेरि बसिराख्दाखेरि पनि हुन त यसको चाहिँ अर्थ अलिक ठुलै छ तर अब यहाँ सामान्य जोडेर भन्ने हो भने बीचमा पनि एकदम राम्रो अन्त आफू जाने बेला पनि एकदम राम्रो भएको हुनाले अनि सुरुदेखि बेलुकासम्म अब दिनभरिको चाहिँ तपाईँलाई एकदम राम्रो हुन्छ है। बुझ्नुभयो आमाहरूले। र आज मैले के भने जुन ठाउँमा सिक्छु अनि नाख्याल भनेको यो चारवटा कुरा अब शरीरले गर्ने तिनवटा है के गर्छ त हामीले चाहिँ प्राणी हिंसा नगर्ने भन्ने अनि चोरी नगर्ने भन्ने अनि व्यभिचार नगर्ने भने तिनवटा यो जिउले गर्ने काम है हाम्रो शरीरले गर्ने काम भन्छ। अनि मनले गर्ने चाहिँ झुट नबोल्ने भन्ने पोलहरू नलाउने एकाअर्को बिचमा पोल लाएर यताउता नगर्ने भने जुन ठाउँमा भने सिक्छु खसुरो वचन नबोल्ने भने अब नानीहरूलाई पनि कहिलेकाहीँ खसुरो वचन बोलेको हुन्छ हामीले घरमा सामान्य यसो प्रयोग भइराखेको हुन्छ आफ्नो सानो अनि नख्याल भनेको अनावश्यक कुराहरू नगर्ने भने यो आज हामीले चाहिँ 7वटाको विषयमा अलिकति गरेर भोलि 3टा छ यो विषयमा भोलि अलिकति हामी चाहिँ चर्चा गरौँला र यसै गरेर तपाईँले चाहिँ एकदम राम्रोसँग एकदम सम्बसम्बो गरेर चाहिँ साँच्चीकै छुए गर्नु आएको जस्तो गर्नुहोस् है। धर्म गर्नु आएको जस्तो गरेर गर्नुहोस् है। नभएदेखि त्यत्तिकै यहाँ आयो गफ सकेसम्म घक्चे बस्यो भने राम्रो। आमा मनी गर्दाखेरि यहाँभित्र पसिसकेपछि भरे मनी जप्दाखेरि घक्चे भनेको थाहा पाउनु भयो एक्लै कुरा नगर नबोलिकन मनीको टङ्गहरू एकदम बिग्रिन्छ। उता गरेर गयो भने नि त मैले कुरा घक्चे बच्छु भयो लाएर बसेर आफै मनी गर्नु सम्बसम्बो गरेर भनेर विशेष गरेर आमाहरूले अलिक ख्याल गर्नुपर्ने हुन्छ है। आमाहरूले चाहिँ त्यत्तिकै बिचमा बसेर नि गफ बढी हुन्छ है। तपाईँले मनी गर्दा गर्दै गफ गरेर चाहिँ यस्तो गऱ्यो भने चाहिँ तपाईँको मनीको टङ्गा एकदम हुँदैन र अनि पुण्य भन्दा पनि के हुने रहेछ त पाप हुने रहेछ भनेर राम्रोसँग बुझ्नुपर्छ है। ल मैले जानी नजानी तपाईँहरूलाई यति भने अब भोलि चाहिँ तपाईँहरूले एकदम राम्रोसँग अब मोबाइल त अब एकैजनाको बाहेक बजेन स्विच अफ गरेर बसेर चाहिँ भोलि पनि हामी यसै सामान्य कुराहरू गरौँला। अब दोहोर दिनभरि मनमा चाहिँ सम्बो चाहिँ गर्नुहोस् है। अब मन चाहिँ एकदम शुद्ध बनाउनु होला हो। ल अब यति भन्दै आज मैले तपाईँहरूको चाहिँ समय लियो। तनम दे